ल साथीहरू, हामी यति बेला मालारानीको लोहरी भन्ने चाहिँ ठाउँमा आएका छौँ। यति बेला चाहिँ हामी ठ्याक्कै दिउँसोको 2-3 चाहिँ बजेको छ। यहाँ हेर्दा चाहिँ पारीको वातावरण चाहिँ अत्यन्तै मनमोहक र घुम्ने जस्तो ठाउँ चाहिँ रहेको छ। तपाईँले देख्न सक्नुहुन्छ पारी चाहिँ कङ्के देउराली रहेको छ। पारीनिर ठ्याक्कै गुल्मी चाहिँ पर्छ। हामी चाहिँ गुल्मीको सिमानातिर छौँ भन्दा हुन्छ। माथितिर पनि पिकनिक स्पोट जस्तो रहेको छ र अत्यन्तै मनमोहक दृश्य चाहिँ रहेको छ। आकाशतिर चाहिँ सफा आकाश देखिएको छ। हामी ठ्याक्कै सन्धिखर्का बाटो हिँडिसकेपछि हामी लोहरी रतनमारी लोहरी केही बेर घुम्यौँ र अब हामी 3 जिल्लाको सिमाना चाहिँ जाँदैछौँ। खास गरी त अर्घाखाँची, प्युठान र गुल्मीको सिमाना पुग्दैछौँ। ठ्याक्कै यहाँ अगाडिनिर चाहिँ 3 जिल्लाको सङ्गम स्थल चाहिँ रहेको छ। उता पारी गुल्मी, यता अर्घाखाँची, यता प्युठान रहेको छ। यहाँ हल्का बजार चाहिँ रहेको छ। कुनै घर अर्घाखाँची, कुनै घर प्युठान, कुनै घर गुल्मी चाहिँ रहेका छन्। अत्यन्तै मनमोहक चाहिँ दृश्य रहेको छ। यस्तो ठाउँ बिरलै पाइन्छ भन्नुपर्छ सायद। हामी त्यहाँ पुग्यौँ र केही अवलोकन गऱ्यौँ। त्यहाँबाट पारीको दृश्यहरू चाहिँ अत्यन्तै राम्रो चाहिँ देखिने रहेछ। यता चाहिँ प्युठान चाहिँ रहेको छ, देख्न सक्नुहुन्छ भने। यता पारीतिर चाहिँ प्युठानकै ठाउँ भयो र यता अर्घाखाँची दाहिने साइड र उता पारी चाहिँ त्यो देखिएको भाग चाहिँ ठ्याक्कै गुल्मी चाहिँ हो। हामी चाहिँ केही बेर त्यहाँ घुम्यौँ, रमाइलो गऱ्यौँ र हामी ठ्याक्क निस्क्यौँ। हामी साथीहरूसँग चाहिँ गएका थियौँ। यो 3वटा जिल्लाको सङ्गमस्थलमा एकछिन घुमफिर र साथीहरूसँग रमाइलो कुराकानीपछि हामी पुनः चाहिँ हल्का अवलोकन गऱ्यौँ र पारीतिर चाहिँ गुल्मी साइडमा चाहिँ केही बन्दै गरेको अवस्था देख्यौँ। उता प्युठानको सिमानातिर चाहिँ केही मात्र पसल थिए भने अर्घाखाँची र गुल्मीको साइडतिर चाहिँ अत्यन्तै पसल थिए। हामी फर्किने क्रममा चाहिँ माथि लोहरी मुनि चाहिँ अत्यन्तै घुम्ने ठाउँ चाहिँ रहेको थियो र अत्यन्तै रमाइलो चाहिँ रहेको थियो र हामी यति घुम्दै विशेष गरी फर्क्यौँ र हाम्रो साथी पनि यति हुनुहुन्थ्यो। ल साथीहरू, हाम्रो भिडियो चाहिँ तपाईँलाई कस्तो लाग्छ, कृपया जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह र कमेन्ट गर्न नभुल्नु होला र फेसबुकमा फलो र युट्युबमा सब्सक्राइब गर्न नभुल्नु होला। यस्तै भिडियो चाहिँ लिएर आउनेछौँ। हाम्रो भिडियो कस्तो लाग्छ कृपया भन्नु होला है त।